माननीय सभामुख महोदय, फेरि म आज खस भाषामा आफ्नो कुरा राख्ने अनुमति चाहन्छु। म सबभन्दा पहिला प्रदेश सरकारलाई धन्यवाद दिन चाहन्छु। वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको सुझाव प्रस्ताव जुन प्रस्तुत गर्नुभएको छ त्यसको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो निश्चय नै मैले अस्ति पनि राखेका थिएँ कि यो जुन कुरा अहिले संसदमा पेश भएको छ र यो केन्द्रीय सरकारद्वारा जुन ल्याइएको छ त्यो वैवाहिक अङ्गीकृत नागरिकताको कुरा भइरहेछ। वैवाहिक अङ्गीकृत र एउटा सर्वसाधारणले अङ्गीकृत नागरिकता प्राप्त गर्छ, त्यसमा हामीले भिन्नता हेर्नुपर्छ। अब कुनै महिला, मैले अस्ति पनि सदनमा राखेका थिएँ, कुनै महिला नेपाली पुरुषसँग विवाह गरेर आएपछि त्यो महिलाले आफ्नो वतन, आफ्नो मुलुक, आफ्नो खर खानदान हरेक कुरा त्याग गरेर आएको हुन्छ। यदि ऊ हरेक चिज त्याग गरेर आएको छ भने उसलाई अधिकार दिने कि नदिने, यदि ऊ सक्षम छ भने उसलाई अधिकार दिने कि नदिने। त्यति मात्रै होइन, त्यो महिलाबाट प्राप्त सन्तानको मनोदशा, उसको बाल मनोविज्ञान, उसको साइकोलोजी, यो देशप्रति, यो देशको शासनप्रति, यो देशको राष्ट्रताप्रति कस्तो उब्जिन्छ त? त्यो कुन मानसिकताले त्यो बच्चा बढ्छ त? कुन मानसिकताले हुर्कन्छ त? मैले भन्न खोजेको एउटा बच्चाको लागि एउटा आमा कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा सायद गम्भीरतापूर्वक तपाईहरूले सोच्नु भएको छैन होला। यदि एउटा बच्चाको आमालाई अधिकारविहीन बनाउँछ, यदि उसलाई सम्मान दिँदैन भने त्यो बच्चा यो देशप्रति, यो राष्ट्रप्रति, यो मुलुकप्रति कहिले सकारात्मक सोच ल्याउन सक्छ? कहिले उब्जिन्छ सकारात्मक सोच? र यो कुरा यहाँ सबभन्दा महत्त्वपूर्ण के देखिया छ भने इन्डियनहरू आएर यहाँ नागरिकता लिन्छ अरे। मैले यो कुरा अहिलेसम्म बुझ्न सकेको छैन, तिनीहरू किन आउँछ नेपालमा नागरिकता लिन? किन आओस् त? हामीभन्दा धेरै सुरक्षा, हामीभन्दा धेरै सम्पन्नता, हामीभन्दा धेरै सुविधा उनीहरूले आफ्नै देशमा पाइरहेछ। हामी एउटा बाइक चढ्न 2 लाख रुपियाँ खर्चिनुपर्छ भने उनीहरूले 50,000मा बाइक चढ्छ, 5 लाखमा कार चढ्छ। एउटा शक्ति सम्पन्न राष्ट्रको नागरिक हुनुभन्दा यहाँ नेपालको नागरिक बन्न किन आउँछ? एउटा वातावरण जुन तयार गर्न खोजेको छ त्यो कम्प्लिट मधेसको विरुद्धमा भन्न खोजिएको छ, त्यो वातावरण तयार गर्न खोजिएको छ। अहिले नै प्रस्तुत गर्ने साथीहरूमा मैले देखेँ आफ्नो कुरा राख्नुभन्दा पनि मधेसवादी दल कसरी हिँड्नुपर्ने रे, मधेसवादी दल के गर्नुपर्ने रे, तिमीहरूले सिकाएर मधेसवादी दल चल्छ? सिकाउनु पर्छ तिमीहरूले मधेसवादी दल कसरी हाँक्ने हो। हामीलाई थाहा छैन 62-63 को आन्दोलन हुँदाखेरि त्यो अधिकारको आन्दोलनलाई बैलगाडा चढेर अमेरिका पुग्न सकिँदैन रे। यो देशमा गणतन्त्र आउँछ? आदिगमन प्रतिगमन सचिव भनेर प्रधानमन्त्रीको लाइनमा बस्न खोज्ने, अहिले प्रधानमन्त्री भइसकेपछि यहाँ निर्मला पन्तको अधिकार दिलायो, यहाँ सुनकान्तको खोजी भयो, बाहिरबाटी कानको खोजी भयो, ललिता निवासको जग्गा हडप्ने को हो? गोकुल बास्कोटालाई किन राजीनामा दिनु पर्यो? कानुन मन्त्रीलाई किन राजीनामा दिनु पर्यो? कृषि मन्त्रीलाई अस्ति किन राजीनामा दिनु पर्यो त? कोरोना जस्तो यो महामारीमा PCR किन्दा भ्रष्टाचार गर्ने अनि मधेसवादी दलले सिकाउने राष्ट्रवादी के हो? सिकाउनु पर्दैन, तिमीहरूबाट सिक्नु पर्दैन हामीलाई। त्यसैले तपाईहरूले जुन यहाँ च्यालेन्ज गर्नुहुन्छ नि, हामीले पनि धेरै च्यालेन्ज स्वीकारेका छौँ र च्यालेन्ज गरेर मधेसको अधिकार प्राप्तिको सवालमा हामी लडेका छौँ। कसैभन्दा हामीले डराउनेवाला छैन। हामीले
कसैसँग डराउने वाला छैन। आफ्नो हक अधिकार र पहिचानको लागि लड्न पहिला पनि गोली खाएको हो, फेरि पनि गोली खान तयार छौ। तर जुन यो प्रस्ताव आएको छ, यो प्रस्तावको एकदम घोर विरोध गर्छु म। यो एकदम राष्ट्र विरोधी हो, मधेस विरोधी हो, सबभन्दा पहिला त यो महिला विरोधी हो। यो नेपाल कम्युनिस्ट पार्टी यो मधेसको विरुद्धमा पहिला पनि थियो, आज पनि छ भन्ने कुरा यो प्रस्तावले यो साबित गरेको छ। त्यसैले आदरणीय सभामुख महोदय, म विनम्र अनुरोध गर्न चाहन्छु, यो एउटा कुरा के, यो प्रश्न के भयो भने कि केन्द्रका जो राज्य सत्ताबाट यो मधेसका विरुद्धमा यो ल्याएको प्रस्ताव या प्रदेशका साथीहरूले पनि त्यसमा समर्थन गर्नुभयो। म ढुक्क भएँ, खुस भएँ कि प्रदेश 2 मा हुने यो कम्युनिस्ट पार्टीका साथीहरूले पनि मधेस विरोधी चरित्रले देखाएको छ। तर पनि म अन्तमा माननीय मातृकाजीलाई म धन्यवाद दिन चाहन्छु, माननीय प्रभु शाहलाई म धन्यवाद दिन चाहन्छु, किनभने यो देशको राज्यको चरित्रको बारेमा उहाँहरूले प्रश्न थापाउनु भएको छ र त्यो प्रश्न बुझेको कारणले गर्दा उहाँहरूले यो प्रस्तावको विरुद्धमा आफ्नो प्रेस विज्ञप्ति जारी गर्नु भएको छ। यति कुरा गर्दै म यो जुन प्रस्ताव आएको छ त्यसमा समर्थन गर्छु र यसमा आदरणीय उपस्थित साथीहरूलाई सहमति भएर पास गर्न पनि आग्रह गर्न चाहन्छु। धन्यवाद। जय मधेस।